ट्रेडिङ गोल्डन टिप्स नेपाली ट्रेडरहरूको लागि है त। हजुरले पनि ट्रेडिङ गरिराख्नु भएको छ नेपालमै बसेर, केही कमाउने हेतुले हजुरले सेयर बजार प्रवेश गर्नुभएको थियो, सोचेअनुसार हजुरले कमाइराख्नु भएको छैन भनेपछि आजको भिडियो हजुरहरूको लागि है त। ट्रेडिङ गर्दाखेरि कुन कुन नियमहरू हामीले फलो गर्न सक्यो भनेपछि हामीले चाहिँ राम्रै प्रफिट कमाउन सकिन्छ। ट्रेडिङ गोल्डन टिप्स यहाँहरूलाई दिनेछौँ। नम्बर 1 मा छ स्टप लस। स्टप लस भनेको के हो भनेपछि यदि कुनै कम्पनीमा हजुरलाई चाहिँ घाटा लाग्न थाल्यो भनेपछि त्यो पहिले नै हजुरले चाहिँ 80% मैले घाटा खाने है त भनेर सेट गर्नुपर्ने हुन्छ, एउटा लक्ष्य गोल है। अब त्यो हामीले त्यसलाई स्टप लस भन्छौँ। अब स्टप लसले के गर्छ भन्नुहुन्छ भनेपछि स्टप लसले चाहिँ पैसा बचत गर्छ है। यसले सम्मान होइन कि हजुरको पैसालाई बचत गर्छ। र स्टप लसलाई चाहिँ हजुरले एउटा के छ साथीको रूपमा चाहिँ बनाउनु पर्यो, शत्रु होइन। हजुरले स्टप लस नलागिकन कुनै पनि ट्रेड गर्नु भएन। र त्यसै गरी अर्को नम्बरमा छ फोमो। फोमो भनेको चाहिँ हल्ला है। बजारमा चलिरहेको कुनै पनि कम्पनीप्रतिको जुन यो न्युजहरू आउँछ त्यसबाट पनि हजुरले चाहिँ अलिकति सतर्क रहनु होला। र एकाउन्ट चाहिँ उसले चाहिँ जेरो बनाउँछ हजुरको है। हामीले चाहिँ चलिरहेको कुराहरूमा चाहिँ कुनै पनि स्टक यदि बढ्दै गइरहेको छ भने त्यसमा चाहिँ हामीले चाहिँ फाल हाल्नु भएन, अर्थात् किन्नु भएन है। आफ्नो जुन बेला घट्छ, जुन बेला चाहिँ सेटअप हुन्छ त्यो बेला चाहिँ हजुरले त्यो स्टक किन्नु पर्यो। त्यसको लागि चाहिँ के गर्नु पर्यो त हजुरले धैर्यता गर्नु पर्यो, अर्थात् पर्खिनु पर्यो। र त्यसै गरी तेस्रो नम्बरमा छ टिप्स। टिप्स भनेको कस्तो भने हजुरले कुनै व्यक्तिबाट कुनै ग्रुपहरूमा जोइन हुनु भएको छ भनेपछि त्यस्तो कुरोहरू हजुरले चाहिँ गर्दै नगर्नुहोस् है। आफूले अध्ययन गरेर टिप्स भनेको के हो त प्रत्यक्ष घाटा हो। घाटा कसरी भयो भनेपछि उनीहरूले आफ्नो स्टकहरू बढाउनुको लागि हजुरलाई चाहिँ त्यो स्टकहरू रिकमेन्ड गरिदिन सक्छ। त्यही भएर आफ्नो विश्लेषणमा हजुरले चाहिँ ट्रेडिङ गर्नुहोस् है। आफ्नो भर पर्नुहोस् है। अर्काको लागि गरिदिने नेपालमा होइन विश्वमा नै मान्छेहरू छैन, जम्मै आफ्नै लागि गर्ने हो। हजुरले त्यही भएर टिप्सको भरमा पनि हजुरले नपर्नु होला। र त्यसै गरी ओभर ट्रेडिङ चौथोमा। ओभर ट्रेडिङ भनेको बढी म त खत्रै हो, मलाई चाहिँ धेरै नलेज छ भनेर हजुरले चाहिँ बढी ट्रेडिङ गर्नु भएन है। ट्रेडिङको पनि हजुरले चाहिँ लिमिट राख्नुहोस्। यति ट्रेडिङ हजुरले हप्ताको महिनाको गर्ने भनेर फिक्स गर्नुहोस्। र एउटा कम ट्रेडिङ गर्नुहोस् र गुणस्तरीय ट्रेडिङ गर्नुहोस्। भन्नुको अर्थ राम्रो कम्पनीहरूमा चाहिँ ट्रेडिङ गर्नुहोस् जसमा हजुरले फाइदा कम कमाए नि घाटा चाहिँ नहोस् है। त्यही भएर हामीले चाहिँ यस्तो उपाय अपनाउन सक्छौँ। र तेस्रो गरी लास्ट अन्तिम छ बजारको नियमद्वारा सञ्चालित छ भन्छ यो। बजार कस्तो भने चाहिँ बजारको नियमहरू चाहिँ हजुरले चाहिँ पालना गर्नुपर्ने हुन्छ। कुनै इमोसन हजुरले चाहिँ घरमा छोडेर आउनुपर्ने हुन्छ, अर्थात् कुनै पनि बजारमा प्रवेश गरिसकेपछि इमोसनमा चाहिँ हजुरले पर्नु भएन। र नियमहरू चाहिँ हजुरले पालना गर्नुभयो भनेपछि हजुर एक दिन नेपाली सेयर बजारबाट राम्रो हजुरले प्रगति गर्नुहुनेछ भन्ने आशा र विश्वास हामीलाई छ। आजको भिडियो यदि नै हजुरलाई कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नु नबिर्सनु होला। हस् त, थ्याङ्क यू।